हाई गाइस, आज हामी घुम्न जाँदैछ गोरुबथान। यसो तपाईहरुलाई देखाउँछु म गोरुबथानमा हैन। अन्त सिलगढी भएर जाने हैन, सिलगढी पनि जाने हैन। पहिले सिलगढी पनि देखाउँछु म तपाईहरुलाई देखाउँछु गोरुबथान भनेर हैन। हुन्छ त यतिकै बस्दै गर्नुहोस् होला, हेर्दै गर्नुहोस् होला मेरो भिडियो। बस छुटेर चाहिँ ढिलो भयो। बस चाहिँ पुगिसक्यो होला बिरपाडा। हामी चाहिँ यहाँ घुम्दै पाइछ। दुईजना चाहिँ बिचारा बेग बोकेर हिँडिरहेको छ टुई टुई। आयो गाइस, हामीले चाहिँ रोटी पनि लिएर आएको, सेलरोटी खाँदै जाँदैछ सिलगढी घुम्नु। सिलगढी गएर चाहिँ हामी गोरुबथान जाने। यो मेरो साथी पनि छ, साथीले चाहिँ अहिले भर्खर झालमुरी अर्डर गर्यो, बनाउँदैछ झालमुरी। आज रोटी खाएको म। हामी त्यसरी खाँदैछ किनभने भोक लाग्यो बिहानदेखि नखाएर। अहिलेसम्म हामी सिलगढी पुगेकै छैनौँ। हुन्छ त हेर्दै गर्नुहोस् मेरो भिडियो। म चाहिँ खाँदै गर्छु होला गाइस। यहाँ चाहिँ मैले रोटी दिएँ, खाँदैछ है, कति मजाले खाँदैछ, कति मजाको। सेलरोटी ल्याएको थियो नि त हामीले, त्यही दिएको। बाई बाई मङ्की। गाइस दामी देख्छ यहाँबाट चाहिँ हेर्दा, कस्तो मजाले यहाँ बसिरहनु भएको छ होइन। यहाँ अहिले चाहिँ हामी भेगामा आइपुगेको छ घुम्नुको लागि। भेगा चाहिँ यस्तो छ, हाम्रो सिलगढीको भेगा चाहिँ राम्रो छ, दामी छ, हेर्न सक्नुहुन्छ होला। दामी नि, राम्रो रहेछ भेगामा टपहरू। कुन देखाइदेऊ त यहाँ। किन न, दामी छ त, म पनि हेर्छु। हामी चाहिँ ड्रेस किनेर चाहिँ जाँदैछ यता। यहाँ दामी छ त, वान पिस हेर्नु चाहिँ साथीले चाहिँ ड्रेसहरू लुगाहरू चेन्ज गर्दैछ, किन्ने अरे नि त, लुगा चाहिँ उसले किन्दैछ। अनि त्यही भएर चाहिँ ट्राई गर्दैछ। अनि म चाहिँ यहाँ बसिरहेको छु, चाहिँ उतापट्टि छ। तपाईँलाई कस्तो लाग्यो भेगा? मलाई चाहिँ ठिकै लाग्यो। चाहिँ आइफोनको लेन्स कभर लाउनु आँटेको मेरो साथीलाई कति राम्रै दिएछ। प्राइसहरू चाहिँ ठिकैको रहेछ यहाँ, राम्रो लाग्यो म त। लुगाहरू पनि ड्रेस किन्यो होइन। अन्त हामी चाहिँ जाँदैछ। यहाँ चाहिँ नानीहरूलाई के किनिदिँदैछ है, भित्रबाट चाहिँ बाहिर निस्क्यो हामी। दामी दामी रहेछ टपहरू दामी दामी रहेछ नि। रन्जिना भन्दै त दामी दामी देखेको थिएन, दामी रहेछ। भेगा चाहिँ म फर्स्ट टाइम आएको, किनकि म चाहिँ वहाँ सिटी सेन्टर जान्छु नि त बेसी। साथीले चाहिँ उखुको जुस खाने अरे, जिउै कस्तो भयो। अन्त त्यही भएर चाहिँ जुस खान आँटेको कि घाम बेसी भएर। यहाँ चाहिँ जुस बनाइदिँदैछ हामीलाई। हामी चाहिँ यसरी खाँदैछ यी जुस। गाइस अहिले चाहिँ हामी यहाँ आयो नहज होइन। हामी चाहिँ अब गाइस हामी चाहिँ यहाँ जाँदैछ
गोरुबथान जाँदैछ किनकि अब भेगा सेगा घुमेर के खायो खाएको चाहिँ मैले तपाईँहरूलाई देखाइन भ्याएन यसो देखाउनु हो बिर्सेछ देखाउनु तपाईँहरूलाई अन्त यहाँ बसमा चढेको तपाईँहरूलाई बसमा चढ्न आएको छ अब चाहिँ हामी गोरुबथान जाने दामदिम गोरुबथान बसमा चढ्न आँटेको हामी फाइनली हामी चाहिँ गोरुबथान आइपुग्यो अहिले चाहिँ यो चाहिँ गोरुबथानको बजार हो यो चाहिँ गोरुबथानको बजारहरू छ मेरो बाबाको घर चाहिँ यताबाट जान्छ होइन मेरो बाबाको घर चाहिँ आज चाहिँ मेरो बाबाको घर जाँदैन भोलि जान्छ आज चाहिँ उसको साथी घर बस्छ हामी कहिले पुग्नु यहाँ वेट गर्दा गर्दा थाकिसक्यो यो गाडीले कहिले लाने हामीलाई गोरुबथान हामी चाहिँ आइपुग्यो गोरुबथान होइन यहाँ चाहिँ मेरो साथीको दोकान छ अन्त यहाँ चाहिँ हामी आएको हेर्दै गर्नुहोस् मेरो भिडियो तपाईँहरूलाई देखाउँछु मैले के गर्छ हेर्दै गर्नुहोस् होला यहाँ खुसी लागिरहेको होला उसको साथी घर आएको नि त हामी होइन आज चाहिँ अन्त मेरो बाबाको घर चाहिँ उता छ भोलि जाने त्यहाँ चाहिँ आज चाहिँ यहाँ बस्ने यहाँ चाहिँ कुखुराहरू छ है गोरुबथानको गाउँहरू चाहिँ यस्तो छ गाइस के गर्नु यस्तै हो गाउँ ठेउ भनेको चाहिँ अन्त हेर्दै गर्नुहोस् होला हेर्दै गर्नुहोस् होला मेरो भिडियो बाई बाई मेरो भिडियो हेर्दै गर्नुहोस् होला गाइस गुड मर्निङ गाइस अहिले चाहिँ हामी जाँदैछ पानी भर्नु यहाँ घैलातिर बोतलतिर पानी ल्याउनु आँटेको गाडीमा गोरुबथानमा चाहिँ यस्तो छ किनकि यहाँ खोला छ नि त त्यही भएर चाहिँ पानीहरू आउन सक्दैन गाडीमा पानी भर्नु जाँदाखेरि फर्स्ट टाइम हामी चाहिँ यसरी जाँदैछ गोरुबथानमा आएर यो चाहिँ नयाँ एक्सपिरियन्स पुलिसहरू आउनु पनि थाक्छ होला गाइस यहाँ चाहिँ यस्तो छ यस्तोहरू छ हामी चाहिँ यहाँ गाडीमा पानी भर्न आएको छ यहाँ चाहिँ गाडीमा पानी भर्न आउँदैछ नि त जग्गा चाहिँ यति दामी छ नि फोनमा भन्दा रियलमा चाहिँ दामी छ है यस्तो टाइपमा बस्नु चाहिँ दामी लाग्छ तिमी पानी भर्ने यहाँ चाहिँ पानी चाहिँ एभाइलेबल हुन्छ यहाँ चाहिँ तर खाने पानी चाहिँ अलिक दुःख पर्छ किन यहाँ खोला यहाँको पानी चाहिँ अलिक टरो टरो हुन्छ नि त होइन गाइस त्यही भएर चाहिँ यहाँ चाहिँ माछा अन्त गङ्गाटा चाहिँ दामी रन्जिना झर्ला नि तिमी फेरि यहाँ चाहिँ यस्तोहरू बाटोहरू छ बिहान बिहानै उठेर होला अनुहार पनि कस्तो देखिरहेको छ त्यसै थाक्यो आमामा डुलेर डुलेर गाइस के गर्नु यस्तै छ जिन्दगी डुलेको डुले गर्नुपर्छ अन्त हिजो राति चाहिँ आएर थाकेर सुतिहाल्यो बिहान उठ्ने बित्तिकै पानी भर्न आएको यहाँ कस्तो गहिरो छ हौ गाइस यहाँ हेर्नु त यहाँबाट झरेर मोड्यो भने के हुन्छ होला नि बेहालत हुन्छ होला है फेरि पानी आउँछ है यो पाइप चाहिँ किन घरमा नगएको होला हजुर रन्जिना तिमीलाई कस्तो लाग्दैछ यहाँ पानी भर्न आएर तिमीलाई ए यहाँ चाहिँ डगीलाई पनि मजा लागिरहेछ नुहाउनु हामी चाहिँ पानी भरेर जाँदैछ घर होइन तपाईँहरूलाई म देखाउँछु मेरो भ्लगमा चाहिँ हेरिराख्नुहोस् होला अब चाहिँ मैले के गर्छ होइन अहिलेको लागि चाहिँ यति नै हेर्दै गर्नुहोस् मेरो भिडियो अहिले चाहिँ हामी जाँदैछ चर्च सन्डे चर्च जाँदैछ नि त होइन अन्त त्यही भएर चाहिँ चर्च जाउँ भन्दैछ होइन अनि त्यही भएर जानु आँटेको चर्च जानु आँटेको यहाँ चाहिँ दुईजना रेडी भइरहेछ कस्तो लाग्दैछ तिमीहरूलाई आज खोला खेल्न जाने नजाने खोला पनि जाने because my favorite place is खोला हामी चाहिँ यहाँ घुम्दैछ गोरुबथान कस्तो दामी छ जग्गा हेर्नुहोस् होला गाइस हामीलाई चाहिँ यहाँ घुमाउँदैछ स्कुटीमा यसरी जाँदैछ हामी उहाँ चाहिँ मेरो साथी दुईजना साथीहरू छ हामी चाहिँ यहाँ तीनजना छ मेन ड्राइभर चाहिँ यहाँ छ तपाईँको
गाइडेन्स चाहिँ म हो, म गाइड गर्छु एकदम मजाले म घुमाइदिनेछु गोरुबथानको चप्पा चप्पा घुमाइदिनेछु म तपाईँहरूलाई। चार्ज पनि कति लिन्छ भनिदिहाल्नु। चार्ज म लिँदिनँ, किन भन्दाखेरि अलिकति अब समाजसेवा पनि गर्ने गर्दछु म, त्यस कारणले गर्दाखेरि म चार्ज लिँदिनँ। उल्टा बरु म तपाईँलाई कोल्ड ड्रिङ्क्सहरू पनि पिलाउनेछु। त्यसको लागि चाहिँ तपाईँहरूले मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। मेरो घर चाहिँ गोरुबथान राई गाउँ हो, राई गाउँ निवासी हो म चाहिँ। मेरो नाम चाहिँ विभीषण राई हो अनि मेरो मिसेसको नाम चाहिँ काव्या थापा हो अनि मेरो पापाको नाम चाहिँ रामबहादुर राई हो। भन्नुहोस् होला कमेन्टमा। हजुर भन्नुहोस् होला एकदम। भेनाजुले यस्तो त चाहिएको नि। यो चाहिँ मेन खोला हो, मेन होइन मतलब यो सेकेन्ड खोला हो नि, यो चाहिँ माल खोला हो। नुहाउने नुहाइरहेको छ। यो चाहिँ अझै योभन्दा पनि ठुलो खोला चाहिँ उस साइडमा छ, त्यहाँ चाहिँ हामी भोलि न भरे जान सक्छ। अब हामी सानो एउटा जङ्गलको राइड गर्नेछौँ। हिजो अहिले जङ्गलभित्र बसिसक्यौँ। यो चाहिँ तपाईँको नौला अनि मालखोला निस्केको बिचको जङ्गल हो। यो रोडै रोड गयो भने चाहिँ तपाईँको नौलादेखि तपाईँको उता सुन्दर बस्ती, सामसिङ, त्यहाँबाट उता कुमानी, कुमाई, मेटली, चाल्साहरू पनि निस्किन्छ यो बाटो चाहिँ। हामी चाहिँ यहाँ यसरी खाँदैछ। रन्जिना चाहिँ यहाँ रिसाइरहेको छ है खोला खेल्नु पाएन भनेर। भोलि खेल्नु भरे खेल्नु चालु गएर। गाइस यो चाहिँ अर्को खोला हो। अहिले चाहिँ हामी अर्को खोला आएको छौँ, हेर्न सक्नुहुन्छ होला। यहाँ चाहिँ एकदम फोटोसुट भइरहेछ। तर यहाँ चाहिँ खोला सुकिसकेको यसै कम्ती छ खोला चाहिँ। यो खोला चाहिँ तपाईँको किन सुक्यो भन्दाखेरि चाहिँ हिजो अस्ति मलाई निकै तिर्खा लागेको थियो कि अन्त तिर्खा लाग्दाखेरि यहाँ म पानी खानु आएको थिएँ। पानी यहाँनिर यसो घोप्टेर खाँदाखेरि चाहिँ यति खाइपठाएछु कि खोलै सुकिगएछ नि। खोलाको पानी शेष खतरा हो, खोलै सुकाइदियो मैले पानी खाएर। यस्तो यस्तो पनि हुन्छ हेर्नुहोस्। यहाँ तपाईँहरू पनि आउनुहोस् पानी खानु, अझै सुक्छ होला यो। यहाँ चाहिँ परिपरिको पोजमा फोटो खिच्दैछ। क्यामराम्यान चाहिँ यहाँ छ खत्रै। चाहिँ यहाँबाट लागेको एकछिन मात्रै भुल्यो। आउँदैछ कुदाएर गाडी आउँदैछ सानो खोला। जानु आँटेको हामी चाहिँ यहाँ पुलमा आएको छ यी अधुरामा। यस्तो छ यो पुलहरू चाहिँ यहाँ। दिउँसो चाहिँ यहाँ दामी हुन्छ, तर के गर्नु हामी दिउँसो चाहिँ आउनु पाएन। भोलि हामी देखाउँछौँ तपाईँहरूलाई। पानी बगेको सुन्नुहोस् होला। यहाँ चाहिँ खोला यति दामी छ कि जुनै साल आयो भने हामी पौडी खेल्छ, तर यो साल चाहिँ खाएर खेल्नु पाएन। आयो अहिलेको लागि चाहिँ यति नै। भोलि चाहिँ तपाईँहरूलाई म देखाउँछु। हुन्छ। गुड मर्निङ गाइस। अहिले चाहिँ हामी यहाँ चिया बनाउन आँटेको छ। नयाँ रेसिपी छ चियाको चाहिँ, हेर्नुहोस् होला। अनि आजको नयाँ दिनमा यो सुहाना मौसममा म चाहिँ चिया बनाउन गइरहेको छु। चिया चाहिँ के को भन्दाखेरि जवाकुसुम भन्छ यसलाई चाहिँ हो। यो चाहिँ तपाईँको अहिले फक्रिएको छैन, यो चाहिँ सानो छ कोपिला। जब यो फक्रिन्छ ठुलो हुने गर्दछ है। फक्रेको चाहिँ मैले टिपिरहेको छु, त्यसको चाहिँ अब हामी चिया बनाउन गइरहेको छौँ। तपाईँहरूलाई म देखाउने छु, तपाईँहरू हेर्नु होला, इन्जोय गर्नुहोस् होला है। अन्त चियाको यो बिहानीको साथमा चुस्की लिएर हामी बताउनेछौँ चिया कस्तो हुनेछ भनेर। यसको चाहिँ बनाउन आँटेको चिया यहीँ तपाईँलाई देखाएको थिएँ नि अघि, त्यो चाहिँ फक्रेर यस्तो हुन्छ। अन्त यसको चाहिँ चिया खान आँटेको। यो चाहिँ धोएर मजाले धोएर राखेको छ यहाँ। त्यसको चाहिँ बनाउन आँटेको छ चिया यहीँ। यसको लागि चाहिँ यहाँ पानी पनि लेखिदिनु पर्छ। अन्त यसमा चाहिँ तपाईँले फ्लेभर पनि एड गर्न सक्नुहुन्छ। मैले हालेँ एउटा दालचिनी, तपाईँहरूले अदुवा अथवा तेजपत्ता कुनको फ्लेभर तपाईँलाई चाहिन्छ त्यसको फ्लेभर तपाईँहरूले हालेर खानु सक्नुहुन्छ। यो चाहिँ के हुन्छ भने त्यसको चिया खायो। यो चाहिँ पानी बोइल्ड हुँदैछ हो। अन्त यो बोइल्ड भइसकेपछि चाहिँ तपाईँको यो फुल हाल्नुपर्छ। बोइल भइसकेपछि चाहिँ मोटामोटी अब बोइल हुन आँट्यो, यसलाई हाल्दाखेरि हुन्छ। अन्त यसको खासियत चाहिँ के छ भन्दाखेरि तपाईँको ब्लड प्रेसरलाई कन्ट्रोल गर्छ अनि ब्लड सर्कुलेसनमा राम्रो हुन्छ।
तपाईको अन्त पेटहरु पनि यसले सफा गर्ने गर्दछ। यसको धेरै बेनिफिट्सहरु छ। तपाईहरु युट्युबमा गएर पनि सर्च गर्न सक्नुहुन्छ। यसको चाहिँ तपाईको इंग्लिशमा चाहिँ हाइबिस्कस टी भन्छ है। हाइबिस्कस टी भनेर तपाईले युट्युबमा गएर सर्च गर्न सक्नुहुन्छ र तपाईहरुले बनाएर पिउन सक्नुहुन्छ घरमा पनि। यसको कलर चाहिँ चेन्ज हुँदै गयो यसलाई चाहिँ मज्जाले उमाल्नु पर्छ। अन्त यसमा चाहिँ तपाईले सल्ट खानेले सल्ट हाल्न सक्नुहुन्छ, सुगर खानेले सुगर हाल्न सक्नुहुन्छ। हामी चाहिँ सल्ट खाने अरे, अन्त त्यस कारणले सल्ट हाल्यौँ। मेरो चाहिँ फर्स्ट टाइम है चिया यो फुलको चाहिँ कस्तो हुँदैछ ट्राई गर्छ आज चाहिँ। कलर चेन्ज भयो, कलर हेर्न सक्नुहुन्छ कस्तो मजाको आयो। सक्नुहुन्छ यसको कलर है। अन्त अब यो चाहिँ तपाईहरुले सुगरमा पनि खान सक्नुहुन्छ, सल्टमा पनि खान सक्नुहुन्छ है। अन्त अब यसको कलर अझै चेन्ज हुन्छ यो निम्बु हालेपछि। हेर्दै जानुहोस् होला हो, कलर चेन्ज हुँदै गयो। यो कलर चेन्ज हुँदै गयो। यसको यहाँ डार्कै छ अझै पनि, यो तीनटाको चेन्ज भयो। अब यहाँ पनि हाल्नेछ, यो पनि चेन्ज हुन्छ। चमत्कार वाउ, दामी भएको छ। यो चाहिँ तपाईहरुले पनि लिनुहोस् होला घरमा बनाएर। यहाँ भेनाले बनाएको चिया खाँदै इन्जोय गर्दैछु बिहान बिहानै। आम्मामा दामी भएछ। तपाईहरु पनि खानुहोस् होला यो यसरी बनाएर चिया। हुन्छ त अहिलेको लागि चाहिँ यति नै। हामी चाहिँ जानेछौँ आज लाभा घुम्नु। तपाईहरुलाई म देखाउँछु लाभाको। आज चाहिँ हामी यहाँ बेसी नै बसेको छ, अन्त आज चाहिँ त्यही भएर चाहिँ लाभा पनि घुम्नु जान आँटेको छ। अहिले चाहिँ हामी जान आँटेको छ लाभा घुम्नुको लागि गाइस हैन। यहाँ चाहिँ मेरो साथीहरु रेडी भएर फोटोहरु खिच्दैछ हैन। यहाँ चाहिँ हामीले यहाँ गाडीमा जान आँटेको छ हामी चाहिँ। तपाईलाई देखाउँछु म लाभामा कस्तो हुँदैछ भनेर हैन। हेर्दै गर्नुहोस् होला मेरो ब्लग चाहिँ। म चाहिँ एकदम घुमेको छु। हेर्दै गर्नुहोस् होला, म तपाईलाई देखाउँछु लाभामा गएर। अहिले चाहिँ हामी जाँदैछ गाडीमा चढेर। कस्तो लाग्दैछ? एक्साइटेड छ कि छैन? एक्साइटेड छ सबैभन्दा बेसी हामी खुसी छ। म पनि खुसी छु किनकि मेरो फर्स्ट टाइम। यो चाहिँ तपाईहरु यताबाट चाहिँ पिकनिक पनि आउन सक्नुहुन्छ, तर देखेको छैन यहाँ चाहिँ। यहाँबाट त देखेको छैन। यहाँ चाहिँ दामी छ पिकनिक खेल्ने जग्गा यो हो। खोलाहरू छ। कसै तर देखाउनै पाएन अँधेर भयो। अहिले चाहिँ हामी यताबाट जाँदैछ लाभा। यो चाहिँ बडा फागु हो यो साइड चाहिँ। हिजो गएको थियो तर रातबाट चाहिँ तपाईँलाई देखाउनु पाएन। हामी चाहिँ तलबाट आएको माथि पुगिसक्यो है गाइस। अहिले चाहिँ हामी अम्बेकमा आइपुगेको छ। अम्बेक पुग्दैछ। अम्बेक चाहिँ यस्तो छ है। हेलो गाइसहरु, हामी चाहिँ फाइनली आइपुगेको छौं। यात्रीगण कृपया ध्यान सुनिए। इधर देखिए, हम लोग आ गया है अम्बेक। आई लव अम्बेक। ये किधर में है? इधर आई लव अम्बेक गोरुबथान में आई लव अम्बेक करके सर्च कीजिएगा और इधर आने का, ठीक है सब लोग। थैंक यू सो मच। आई लभ अम्बेक। हामी चाहिँ उहाँको पाहाडबाट चाहिँ अर्को पाहाड आइपुगे। हेर्नुहोस् है, अझै अर्को पाहाड जाँदैछु। नभनेको नि 3-4वटा पाहाड चाहिँ फेर्ने छ हामीले। हामीले चाहिँ पाहाड फेर्दैछ। मान्छेहरूले गाडी फेर्छ, तर हामीले चाहिँ पाहाड फेर्दैछ। यहाँ चाहिँ हुस्से लागिरहेछ है। हेर्नुहोस् होला है, फोनमा भन्दा रियलमा चाहिँ यस्तै दामी देख्छ नि। मेरो आँखामा पसिरहेछ यो जग्गा चाहिँ। गाइस हेर्नुहोस् होला, यस्तो दामी देख्छ नि। हामी चाहिँ बराबर आएको। यहाँ माथि आइसकेछ। अझै माथि जान्छ। अझै यहाँ माथि जानुपर्ने यो बाटो। बादलहरू पनि छुँदैछ अन्त। यहाँ चाहिँ फोटोहरू खिच्दैछ यहीँ। ओ घुम्दै आएको। उहाँबाट यस्तो घुम्दै आएको।
हौ अझै फोनमा राम्रो देख्दैन गाइस, के गर्नु, जति सक्छ त्यति नै क्याप्चर गर्दैछु। यो चाहिँ फोटोहरू खिच्दैछ साथीहरूले, म चाहिँ यहाँ भ्लग बनाउँदैछु। यहाँ बादल चाहिँ छेउमै आइसकेको छ हाम्रो। ठन्डा भएर चाहिँ चिया खाँदैछ गाइस, बसेर चाहिँ। फाइनली लाभा आइपुग्यो। माई फेभरेट इन द लिस्ट। फाइनली गाइस हामी चाहिँ लाभा आइपुग्यो। यहाँ चाहिँ हेर्नुहोस् होला, आई लभ लाभा आइपुग्यो हामी चाहिँ फाइनली। हामी चाहिँ यहाँ टिकट काट्नु जाँदैछ यहाँभित्र पस्नुको लागि होइन गाइस। हेर्दै गर्नुहोस् होला तपाईँ मेरो भिडियो। हामी चाहिँ यसरी जाँदैछ, हामी चाहिँ यहाँबाट चढेर जाँदैछ भित्र। गेट हो, यहाँ चाहिँ टिकट काट्नु पर्दैछ होइन, यहाँबाट चाहिँ चढ्छ। टिकट चाहिँ कसरी रहेछ? If you truly love nature, you will find beauty everywhere. हामी चाहिँ यसरी चढ्दै जाँदैछ। कस्तो दामी छ कि गाइस। लाभा गाइस हेर्नुहोस् होला, यस्तो छ कि यति दामी छ नि। तपाईँहरू आउनुभयो भने चाहिँ यति खुसी हुन्छ। आउनुहोस् होला तपाईँहरू घुम्नु। हेर्नु यस्तो छ, उकालो चढ्दैछौँ हामी। यता यस्तो छ। यहाँ भिडियोमा आई लभ लाभा चाहिँ मुनि छ। थाक्यो भने यहाँ बस्नु सक्नुहुन्छ। यसरी बस्दा नि हुन्छ है। If you truly love nature, then you can come here in Lava. वाह दामी। वाह उहाँबाट हेरेको होइन गाइस, यस्तो दामी छ कि म त भन्नु सकेको छुइनँ मुखले। मलाई चाहिँ यति मन पर्दैछ। फर्स्ट टाइम आएको त्यो पनि लाभा। स्वर्गमा आएको जस्तै लाग्दैछ। फोनमा भन्दा रियलमा चाहिँ यति दामी छ यो जग्गा। शान्ति टाइपको छ, दामी छ। फ्यामिली पनि आउन सक्नुहुन्छ, कपल्स पनि आउन सक्नुहुन्छ, फ्रेन्ड पनि आउन सक्नुहुन्छ, सिस्टर पनि आउन सक्नुहुन्छ, सबै आउन सक्नुहुन्छ। यहाँ चाहिँ घुम्नु यति दामी छ, तपाईँहरूलाई म भन्नु सकेको छुइनँ। थाक्दैछ पनि, तर म यहाँ सेसै भयो डाँडा चढेर। स्नेहा पनि कस्तो लाग्यो तिमीलाई भन्थ्यो होला, देखेँ बेता हेरेर। गाइस कत्रो खुट्टा दुख्यो डाँडामा चाहिँ। यहाँ तल्लाबाट चढ्दै आएको नि त हामी, माथि आइपुग्यो। यो चाहिँ यस्तो यस्तै होला। हामी चाहिँ यहाँ तलबाट आएको, माथि आइपुगेको छ, हेर्न सक्नुहुन्छ होला। गाइस मलाई चाहिँ यो रुख दामी लाग्छ। तपाईँहरूलाई मनपर्छ कि मन पर्दैन भन्नुहोस् होला कमेन्टमा। यति मनपर्छ कि यो रुख, दामी लाग्छ मलाई यो रुख चाहिँ। हामी चाहिँ यहाँ भिडियो फोटो खिच्दै भिडियो बनाउँदै हिँड्दैछ गाइस। यस्तो दामी छ नि जग्गा चाहिँ। हामी चाहिँ पहाडको टुप्पोमा आएको छ है गाइस। यहाँ चाहिँ हाम्रो साथीहरू डान्स गर्दैछ, भिडियो बनाउँदैछ, हेर्नुहोस् होला। यहाँ चाहिँ बादल पनि आउँदैछ, बादल पनि उड्दैछ।
यहाँ चाहिँ धस्केको नि यसै भिडियो बनाइदिनु नि के बनाइदिनु अरे तिमीलाई उनलाई चाहिँ भिडियो बनाइदिनु भन्दैछ भिडियो बनाइदिनु अरे उसलाई चाहिँ तिमी चाहिँ के पनि नगर्ने ला यस्तो जग्गामा आएर नि अल्छी लाग्यो भन्दैछ यस्तो जग्गा दामी छ नि भगवान् यहाँ चाहिँ रिल्स पनि बनाउँदैछ गाइस उसले चाहिँ बनाएर बसेको भर्खर जानु भयो अरे उसलाई चाहिँ हामी चाहिँ हाम्रो चाहिँ प्लान थिएन होइन यहाँ आउनुको लागि अन्त त्यही भएर हामीले चाहिँ लुगा ल्याएको थिएन अन्त दुईवटा मात्रै लिएर आएको थियो हामी 1 दिन नभए 2 दिन बस्छु भनेर अन्त प्लान थिएन त्यही भएर चाहिँ यहाँ ल्याउनु पाएन लुगाहरू राम्रो न्यानोहरू अन्त हामी चाहिँ लुगामा आएर है जाडो लाग्दैछ अहिले चाहिँ खतरा किनकि लुगा ल्याएन नि त हामीले होइन गाइस के गर्नु अब अचानक प्लान भयो प्लान त अब अचानकै हुन्छ होइन अन्त हामी चाहिँ अचानक आउनु पर्यो त्यही भएर चाहिँ अब आएँ होइन साथीहरूले पनि जाउँ कि जाउँ भन्यो अन्त त्यही भएर चाहिँ आएको घुम्नुको लागि अब आएपछि घुमौँ भनेर चाहिँ हामी आएँ अन्त आएर चाहिँ अब यहाँ घुमेर चाहिँ जान आँटेको तर जाडो चाहिँ यति जाडो छ कि तपाईँहरू आयो भने चाहिँ एकदम न्यानो लुगा लगाएर चाहिँ आउनुहोस् हामी चाहिँ अब यस्तो भइहाल्यो हामी चाहिँ अब के गर्नु लुगा ल्याएन अन्त त्यही भएर चाहिँ यतिकै आउनु पर्यो अब अचानक आएको होइन त्यही भएर चाहिँ यतिकै आएको हामी तर पनि अब ठिकै लागिरहेछ तर जाडो चाहिँ जाडै लाग्दैछ भित्रबाट बाटो चाहिँ फेरि यस्तो छ हिल जुत्ता लगाएर चाहिँ नआउनुहोस् होला गाइस जति सक्दो यस्तो जुत्ता लगाइकन चाहिँ आउनुहोस् है नभए चाहिँ फेरि पुल्डुङ होला नि तल झल्ला नि या तल हामी चाहिँ हिँड्नु जान्दैन त्यही भएर चाहिँ मैले चाहिँ भनिदिएको अब तपाईँहरू जान्दैछ भने चाहिँ लगाएर आउनुहोस् होला हिल हुन्छ त अहिले चाहिँ हामी यहाँबाट निस्किँदैछ चियाहरू खानुको लागि खाजाहरू खानुको लागि होइन किनकि भोक लाग्दैछ बिहानको खाना नखाएको चिया मात्रै खायो अन्त यहाँ चाहिँ घुमेर तल जाँदैछ माथिबाट तल जाँदैछ हामी चाहिँ यसरी चाहिँ जाडो लाग्यो अरे तिमीलाई स्वेटर लाउने चिसो भयो पुरा यति चिसो छ कि यहाँ तपाईँहरू आयो भने चाहिँ एकदम न्यानो लुगा लगाइन आउनुहोस् है गाइस हामीले चाहिँ यस्तै टपहरू लगाइकन आयो अब जे थियो त्यही त लगाएर आउनु पऱ्यो नि अब अचानक अब कहाँबाट किन्नु पनि भएन त्यो पनि किन्नु पनि उसले चाहिँ धन्न ऊ साथीको ठिक्कै भएर चाहिँ लगायो हामीलाई चाहिँ भएको थिएन अन्त त्यही भएर लगाएन के गर्नु अब किन्नु जाउँ भने पनि अलिकति टाढै छ कि दोकान त्यही भएर चाहिँ गएन हामी अन्त फेरि अब कहाँ जानु भनेर गएन त्यही भएर चाहिँ भ्याइन पनि किन्नु त्यही भएर चाहिँ यत्तिकै आयो होस् जाउँ भनेर हामी चाहिँ अब यहाँबाट चाहिँ घुम्दैछ यहाँ चाहिँ यसरी फोटोहरू सुट गर्दैछ सबैजनाले यहाँबाट चाहिँ मेन भ्यू देख्छ है गाइस यहाँबाट चाहिँ मेन यति दामी देख्छ कि यहाँबाट चाहिँ हेर्नुहोस् होला यहाँ चाहिँ तल छ रोड यहाँबाट चाहिँ दामी देख्छ गाइस यहाँबाट खिच्यो भने चाहिँ हामी चाहिँ यहाँबाट निस्किँदैछ खिचिसकेर फोटोहरू होइन यहाँ चाहिँ दोकानहरू छ रोडहरू अब त्यहाँ चाहिँ खाजाहरू खाने हामी यहाँबाट चाहिँ घुमिसक्यो यति दामी छ कि गाइस तपाईँहरू पनि आउनुहोस् होला यहाँ चाहिँ हामी निस्किसक्यो बाटोबाट यो भित्र चाहिँ छ घुम्ने जग्गा चाहिँ हामी चाहिँ यहाँ आई लभ लाभामा फोटो खिच्न जाँदैछ गाइस हेर्न सक्नुहुन्छ होला तपाईँहरू यहाँ चाहिँ यति भिड छ कि सबैजना यहाँ खिच्दैछ यहाँ चाहिँ हामी बसेको थियौँ मेन यहाँ चाहिँ आई लभ लाभा हो गाइस अहिले चाहिँ हामी यहाँ खानु बसेको छ त्यो चाहिँ मलाई यस्तै फुलहरू मनपर्छ गाइस
यहाँ चाहिँ मोमोहरू खाँदैछ साथीहरूले मोमो कस्तो छ भनिदिइहाल्नु यहाँ चाहिँ भेज मोमो छ यहाँ चाहिँ चिकन थुक्पा छ देखाइदिउँ होला मेरो गाइसलाई गाइस यो चाहिँ डल्लेको अचार हो है डल्ले खुर्सानीको अचार हो खाँदैछु म चाहिँ डल्ले खुर्सानीको चाहिँ अचार दामी पिरो यति पिरो लाग्दैछ कि रिङ्गटा चल्दैछ मलाई हामीले चाहिँ म्यागी पनि खाँदैछ गाइस उसले पनि खाँदैछ यहाँ चकचक पारिदियो खाएर त्यहीमा खानुको लागि यस्तो मिठाईहरू किनेको छ होइन यहाँ आन्टीले चाहिँ दामी बनाउँदैछ है खानेकुरोहरू चाहिँ आयो भने चाहिँ आन्टीकोमा चाहिँ आउने दामी बनाउँदैछ म्यागीहरू मोमोहरू थुक्पाहरू अचार चाहिँ एकदम दामी छ आन्टीले बनाएको चाहिँ यता हेरिदिनुहोस् न आन्टी यहाँ चाहिँ मेरो साथीले फुल पनि किन्दैछ यहाँ चाहिँ फुलहरू पनि बेच्छ तपाईँहरू आउनुहोस् होला किन्नुलाई होइन यति दामी बनाउँदैछ कि यहाँ मोमोहरू दामी लाग्यो मलाई चाहिँ तपाईँहरू पनि आउनुहोस् होला खानुको लागि यति पिरो भएर चाहिँ मेरो मुख चाहिँ अहिलेसम्म पिरो भएर चाहिँ हुन्छ आन्टी बाई बाई फेरि आउँछ हामी नेक्स्ट अब हामी फर्किन लागेको होइन गाइस अब तपाईँहरूलाई चाहिँ यति नै देखाउन सक्यो मैले होइन जति सक्यो त्यति देखाएँ हेर्नुहोस् होला मेरो भिडियो नेक्स्ट टाइम फेरि भेटौँ होला होइन तपाईँहरू पनि आउनुहोस् है यहाँ घुम्नु लास्ट जाने बेलामा चाहिँ तपाईँहरूलाई म अन्तिम देखाउँदैछु कस्तो दामी देख्छ हेर्नु न गाइस भगवान म त यहीँ बस्नु मन लागिसक्यो तर के गर्नु घर जानै पर्छ बाई बाई भनिदिइहाल्नु त सबैजनाले एकखेप यहाँ फेरि 3 साल बाद आउनेछौँ 3 साल आउँदाखेरि चाहिँ यहाँ फेरि अर्कै भगवान बादल पनि छेउमै छ जस्तै देख्दैछ हेर्नुहोस् होला भगवान मलाई त यहीँ बस्नु मन लाग्दैछ तर के गर्नु जानुपर्छ अहिले हामी आउँदाखेरि यस्तो दामी योभन्दा दामी होस् के अरे यो पछाडि 3 साल बाद आउँदाखेरि अझै यो परिवर्तन भएर अझै राम्रो देखोस् अनि तपाईँहरू पनि आउनु होला हुन्छ त गाइस बाई बाई घर पुगेर म देखाउँछु ल तपाईँलाई बाई 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 ल वाउ गाइस क्या दामी हामी चाहिँ घर फर्किँदाखेरि चाहिँ यो नजारा मिस गरेछु अन्त फेरि हेर्दैछु यो नजारालाई चाहिँ हेर्नुहोस् होला गाइस म चाहिँ यहाँ चढी चढी देखाउँदैछु तपाईँलाई यति दामी देख्दैछ नि गाइस के भन्नु तपाईँलाई भनेर भनि नसक्नु छ हामी चाहिँ वहाँ पर जानुपर्छ तल जाँदैछ अब हामी हेर्दै गर्नुहोस् होला यहाँ चाहिँ प्यारो डगी पनि आइस है हामीसँग यहाँ फोटो खिच्न आएको आइस डगी पनि बाई बाई डगी गाइस अहिले चाहिँ हामी लाभा घुमिसकेर यहाँ सोमबारे बजार आइपुगेको छ यहाँ सोमबारे बजार देखाउँछु म तपाईँलाई हेर्नुहोस् होला सोमबारे बजारमा चाहिँ हामी केहरू किन्छु भनेर पसेको छ यो चाहिँ हो मेन सोमबारे बजार हो यहाँ चाहिँ खालि सोमबार मात्रै लाग्छ त्यही भएर यसको नाम चाहिँ हो सोमबारे यहाँ लुगाहरू पनि छ तपाईँ हेर्नु सक्छ सबै पाउनुहुन्छ तपाईँले चाहिँ यहाँ सोमबारेमा यहाँ चाहिँ खालि मन्डे मात्रै लाग्छ त्यही भएर चाहिँ यसको नाम हो सोमबारे हेर्नु सक्नुहुन्छ होला यहाँ सबै कुरो पाउनुहुन्छ तपाईँहरू चाहिँ लाभा सोमबार आयो भने चाहिँ यहाँ बजार पनि घुम्नु पाउनुहुन्छ त्यही भएर चाहिँ सोमबार आउनुहोस् लाभा घुम्नुलाई अन्त सोमबारे बजार पनि घुम्नुहोस् दुईटा हुन्छ तपाईँहरूको घुमाइ होइन गाइस यहाँ साथीहरूले चाहिँ पान खाने अरे अन्त यहीँ पान बनाउँदैछ यहाँ सोमबारे बजारमा चाहिँ तपाईँहरूले डल्ले खोर्सानी पनि किन्न सक्नुहुन्छ यहाँ राखिरहेको छ डल्ले खोर्सानी हामीले चाहिँ लाभाबाट किनेर ल्यायो होइन यहाँ चाहिँ किन्दैन हामी
किनकि लाभाबाट किनेर ल्यायो लाभामा पनि पाउँछ गाइस हामीले चाहिँ यो लाभाबाट किनेर ल्याएको हेर्नुहोस् कस्तो दामी छ डल्ले खोर्सानी किन्यो होइन अन्त त्यहाँबाट यहाँ पनि छ डल्ले खोर्सानी इस्कुस छ होइन यी देख्नुहुन्छ होला यहाँ चाहिँ व्हाइट कलरको र ग्रीन कलरको इस्कुस छ डल्ले खोर्सानी छ यहाँ चाहिँ व्हाइट कलरको छ यो चाहिँ यति दामी हुन्छ नि पकाएर खानु हिल साइडको चाहिँ दामी लाग्छ मलाई इस्कुस त्यही भएर चाहिँ मैले लिएको होइन त्यो पनि सस्तो रहेछ 20 रुपियाँ किलो रहेछ होइन तर यो तलबाट किनेको थिएँ कि यो एउटा चाहिँ तलबाट किनेको थिएँ कि यसको दाम चाहिँ अलिकति बेसी पर्यो 30 रुपियाँ किलो अरे यो चाहिँ दामी खालको रहेछ नि त काँडा होइन त्यही भएर चाहिँ किनिहालेँ अन्त यो चाहिँ गएर पकाएर खानुपर्छ गाइस होइन हेर्दै गर्नुहोस् होला मेरो भिडियो कस्तो लाग्छ तपाईँहरूलाई यति चाहिँ हामीले किनेर आएको छ लाभाबाट खोर्सानी चाहिँ क्या दामी हुन्छ भगवान् अघि मोमो खाएँ नि त्यसकै अचार हो यो यसकै अचार हो मोमोमा चाहिँ हेर्नुहोस् होला घर आइपुग्यो अब चाहिँ हामी रेस्ट गर्ने फ्रेस भएर त्यहाँबाट खाना खाने होइन त्यहाँबाट सुत्ने त्यहाँबाट भोलि बिहान हुन्छ त्यहाँबाट घर जाने हामी गाइस लाभा चाहिँ यति दामी लाग्यो तपाईँहरू हेर्नुहोस् होला मेरो भिडियोमा हुन्छ होला अहिलेको लागि चाहिँ यति नै बाई बाई गुड मर्निङ गाइस अहिले चाहिँ हामी घर जाँदैछ फाइनली आज चाहिँ घुमिसकेर हामी चाहिँ घर जाँदैछ कति दिन बस्यो भने 3 दिन बस्यो 3 दिन चाहिँ मजाले घुम्यो होइन घुमेर चाहिँ हामी घर जाँदैछ गोरुबथान घुम्यो अन्त लाभा घुम्यो होइन खोलाहरू पनि खेल्नु गयो खोला चाहिँ मतलब धेरै मात्रै गयो खेलेर अन्त अहिले चाहिँ हामी घर जाँदैछ हेर्नुहोस् होला घर गएको फाइनली शुक्रबार आएको आज के भएर मङ्गलबार घर जाँदैछ 5 दिन भइसक्यो हामी घरमा नगएको आज जाँदैछ उनीहरू चाहिँ माक्रा पाराको होइन माक्राको म चाहिँ हो दलमोरको होइन म हराएको चाहिँ 3 दिन भयो घरबाट उनीहरू हराएको चाहिँ 5 दिन भयो होइन अन्त हामी जाँदैछ घर यहाँ चाहिँ यति छ ऊ चाहिँ फोन चलाइरहेको छ यहाँ बसेर गाडीमा होइन हामीले चाहिँ यति कुरो किनेछ कि खाँदै खाँदै जान्छु भनेर पनि चिप्सहरू पनि किनेछ म भित्र छ होइन अन्त हामी जाँदैछ हेर्नुहोस् होला बाई बाई हामी चाहिँ गाडीमा टाइम पासको लागि चाहिँ चिप्सहरू बोकेको छ है यो चाहिँ मेरो साथीले दामी बनाउँदैछ यो फिङ्गर अनि फिङ्गर चाहिँ बोकेर गएको छ हामीले फिङ्गर पनि लगेको छ होइन यहाँ चाहिँ मेरो साथीहरू छोड्नु आएको बाई बाई ल हामी चाहिँ यहाँ बिन्दागढी आइपुगेको थियो अन्त साथीहरूले चाहिँ यहाँसम्म ल्याइदियो अन्त उनीहरूले चाहिँ हामीलाई छोडेर जाँदैछ बाई बाई आई लभ बिन्दागढी हाई गाइस म चाहिँ अहिले घर आइपुगेँ फाइनली होइन मेरो गाउँ चाहिँ यस्तै छ है हेर्नुहोस् होला होइन म चाहिँ यहाँ घर आइपुगेँ भर्खर लुगासुगा फेरेर चाहिँ फ्रेस हुन आँटेको अब म नुहाउनु आँटेको आजको लागि चाहिँ यति नै होइन मेरो ब्लग हेर्नुहोस् होला कमेन्ट गर्नुहोस् होला कस्तो लाग्यो के लाग्यो भनेर होइन हुन्छ होला मेरो भिडियो हेर्नुहोस् होला कस्तो लाग्छ के लाग्छ कमेन्ट गर्नुहोस् होला बाई बाई